हेलो हेलो नमस्ते सबैजनालाई गुड मर्निङ। खानाहरू खाएर सबैजना निकै होला। म त यो माडा पकाउन मान्छे भेटेर आज काम के पो गर्छ कसो छ निकै हाल्न सबको हालखबर। आज यस्तो चिउरो लायो भने माडा पकाउनु पऱ्यो क्या त चिउरो बेल्दैछौँ अनि माडा डन्का हाल्नु पऱ्यो। तँलाई खाने चिउरो लागेको माडा खाने भए भने हामी कहाँ सन्तर्क राखे सम्झिदियो हामीलाई चाहिँ होइन। चिउरो लगाएबाट शुद्ध वनस्पति घिउ क्या भनेर बेकमतिर चिउरो पाइन्छ। चिउरो लगाएबाट आज माडा पकाउनु पऱ्यो भने गेजी काट्टा काट्टा समय नआएको क्या ल गेजी काट्न आइसक्यो। अब माडा पकाउन अब तबस चाहिँ गेजी काट्नु जानुपर्थ्यो क्या। एकदम के गरेछ कहाँ छ सबै निकै होला रे क्या। आफ्नो घरको काममा व्यस्त होला यी कामको सिजनमा भन्नु चाहना सबैलाई आजभन्दा कामको एकदम सटर पड्दैछ एकदम काममा गर्न भने छवटा पऱ्यो क्या। तब के गर्छ कहाँ छ किचनहरू गर पिसाब खाने बिहान खाने पकाउनु पऱ्यो गेजी काट्नु पऱ्यो घरको काम गर्नु पऱ्यो सजिलो नआएको क्या। त्यसो छ जिन्दगी त्यसो बेला चाहिँ चल्दैछ भन्नु पऱ्यो क्या। त्यसो बेला ठिक छ जिन्दगी रमाइलो छ के कसो तमलाई चाहिँ कसो छ कसो लाग्छ तमलाका माडा खानु कसो लाग्छ तमलाई त्यही त मलाई आउन्न अलिअलि याद भएर सिकाले चाहिँ होइन। अब पकाउन गर्दा गर्दा अलिकति पहिला अच्याल आउँछ पहिले त मलाई नआउँथ्यो होइन। खानै पकाउन धेरै घरका कामहरू चाहिँ नआउँथ्यो भने अच्याल चाहिँ आउँछ अलिकति पहिलेका अच्याल जान्नु होइन काम गर्छु पऱ्यो। अब तपस्या सिकिनेर चाहिँ भन्नु चाहना क्या सबैलाई। सबैलाई मिठो मिठो मान्छ मिठो मिठो सम्झना छ है मिस गर्ने भन्ने पऱ्यो तमला चाहिँ होइन। ए तमलाको ठुलो बिहान माडा पका हाल्न देखा त बिहान माडा पकाउनु छ अनि खाएपछि कहाँ जानु पऱ्यो गेजी काट्ट तब चाहिँ गेजी काट्ट जानु पऱ्यो गेजी काट्ट बेलुका आउनु पऱ्यो घर। आज होला व्यस्त छौँ।
तमला पकाउँछ चामलको माडा कसैलाई दान बताउँदा चिउरो लागेका चामलका माडा खानामा चाहिँ होइन हुन सकिन्छ हामीलाई क्रिया प्रतिक्रिया दिइसकिन्छ निका लाग्दैन कि नआयो भने बेटी निका लाग्दैन देखाएर हेर व्यस्त छु माडा पकाउँदैमा भन्दैबाट देखाएर चिउरो हो क्या चिउरो लाउनु पऱ्यो यसरी नकाचाएर नि पाक्दैन भने क्या नपाक्याबाट पेटो धक्क्यो भने काँचा माडा हाल्ने अब चिउरो लाएपछि पकायो भन्ने पऱ्यो क्या सबैलाई यसो भेटघाट हुन्छ सम्झने अवसर पाइन्छ सबैलाई चाहिँ एकदम खुसी लागन्छ होइन लाइक गराउँछ कमेन्ट गराउँछ सेयर गरिदिन्छ होइन एकदम सबैलाई चाहिँ मनमुटुपट्टि चाहिँ सम्झना छ अब फोन गर्दैन सकिलो भेटघाट नभ्याला तर यसो हाम्रो एउटा माध्यमबाट एकअर्का चाहिँ आदान प्रदान गरेर खबरहरू चाहिँ एकअर्कालाई चाहिँ बुझ्ने भेट्ने अवसर चाहिँ पाइन्छ भनेर चाहिँ होइन कहिलेकाहीँ चाहिँ फर्क धन्यवाद छ सबैलाई चाहिँ मिठो माया छ यसै गरी हामी एकअर्कालाई साथ सपोर्ट गरिदिए होइन भिडियो कस्तो लगाउँछ लाइक कमेन्ट गरिदिए हामीलाई हाम्रै भाषामा हाम्रा गाउँघरमा चाहिँ हामीले विभिन्नै छ कामहरूमा क्रियाकलापहरूमा चाहिँ हामीले यसो ब्लग बनाएर राख्दै होइन निको लाग्यो पनि निको लाग्यो नलाग्यो पनि नलाग्यो सुधार गर्नुपर्ने कुरा के छन् कहाँ छन् भनेर चाहिँ भन्न सकिन्छ कमेन्ट गर्न सकिन्छ होइन अझै हम केही न केही चाहिँ सुधार गर्ला सुधार्नुपर्ने कुराहरू सुधार्नुपर्ने पक्षहरू लेबाटोमा अगाडि बढ्ला भन्ने चाहनु अब स्पेसली हामीलाई थाहा छ सबै के भनिदियो भने हामीलाई चाहिँ चिउरो लागेको माडा पठाइदियो भने तिमीलाई थाहा छैन होइन है र सबैलाई स्वागत छ ल अनि हाम्रो मल्लिकार्जुन की जाता जयपुरा की जाता बन्तल की जात हमारे देखा तमा चाहिँ आएछ सबको अनि तो जाता आया तमीले खानु चिउरो लागेका चाहिँ माडा ल्याऊ होला ओके बाई बाई सबैलाई सम्झना छ है।